Okay, time. अलराइट गाइज आज चाहिँ वेडनेसडे हो र आज चाहिँ इभिनिङ क्लास अफ हुन्छ, रेस्ट डे हो। सो हप्तामा दुईचोटि चाहिँ अफ हुन्छ हाम्रो, वेडनेसडे र स्याटरडे। अनि मर्निङ क्लासकोहरूको चाहिँ फ्राइडे र स्याटरडे हुन्छ। सो आज चाहिँ म के कुरा गर्न गइरहेको छु भने मेरो फाउन्डर स्टोरी भन्न गइरहेको छु। र त्यही हो, लाइक मेरो मार्सल आर्टको जर्नी चाहिँ म काठमाडौँ हुँदादेखि सुरु भयो र 2018तिर म जुजुत्सु गर्न थालेँ। त्योभन्दा अगाडि चाहिँ जिमहरू गर्ने र किक बक्सिङहरू गर्थेँ क्या। सो मेरो मार्सल आर्टको जर्नी चाहिँ रेस फिटनेसबाट सुरु भएको हो। रेस फिटनेसमा म किक बक्सिङहरू गर्थेँ र रेस फिटनेसमै मैले लाइक जुजुत्सु गरेको देखेको थिएँ क्या, त्यहाँ दुईजना केटाहरू। अनि त्यसपछि त्यो देखेपछि चाहिँ मलाई दामी लाग्यो क्या त्यो स्पोर्ट्स। त्यतिखेर म जिम मात्रै गर्थेँ अनि किक बक्सिङ गर्थेँ होइन। अनि देखेपछि चाहिँ कहाँ छ त यो सिक्नु पऱ्यो भनेर चाहिँ खोज्दाखेरि चाहिँ रेस फिटनेसमै रहेछ। अनि अर्को ब्रान्चमा, नक्सालको ब्रान्चमा चाहिँ रहेछ क्या, तर हप्ताको एक दिन मात्रै थियो क्या। अनि हप्ताको एक दिन भयो नि ट्रेनिङ गर्छु भनेर गएँ, महिनामा बल्ल 4 चोटि मात्रै जुजुत्सु ट्रेनिङ हुन्थ्यो होइन। अनि त्यसपछि खासै ठिक लागेन क्या। अनि त्यसपछि त्यहाँ पनि छोडेँ र जुजुत्सु खोज्दै फेरि एउटा दाइ थियो वाङफी भन्ने, सुमित दाई। सुमित दाईलाई भने, अनि सुमित दाईले चाहिँ पम्पमा आऊ म सिकाउँछु तिमीलाई भने। अनि त्यसपछि पम्पमा जान्थेँ, पर डेको हिसाबले पे गरेर म दाइसँग सिक्थेँ जुजुत्सु। रोलसोल हान्ने, टेक्निक सेक्निक गर्ने गर्थेँ होइन। अनि त्यस्तो इन्ट्रेस्ट भएको क्या लाइक। अनि त्यही हो, त्यहाँबाट सिक्दै गयो। अनि पछि त्यहीँ लक एन्ड रोल फर्म भयो होइन 2018तिर। अनि 18-19मा ट्रेनिङ गऱ्यो। अनि 2020मा फेरि कोरोना भएर जिम सटडाउन। अनि टाइममा बिचमा चाहिँ खोल्ने भइरहेको थियो। फेरि 2021मा नि लकडाउन, फेरि टाइममा खोल्यो भने ट्रेनिङ गर्ने फाटाफुट्टा, अनि फेरि बन्द भइहाल्थ्यो। अनि त्यस्तै पछि अन एन्ड अफ हुँदै पछि जिमहरू फेरि राम्रोसँग रन हुन थाल्यो र अन अफ ट्रेनिङ भइरहेको थियो, गरिरहेको थिएँ। 2022को डिसेम्बरमा चाहिँ म पोखरा आएँ होइन। पोखरा भिजिट गर्न आएको थिएँ मेरो बाजेबोजूलाई। अनि बाजेबोजूलाई भिजिट गर्न आउँदाखेरि चाहिँ यहाँ एउटा जिममा क्लास दिन्छु नि त, लाइक रेस्लिङको क्लास दिन्छु, किनकि मलाई रेस्लिङ मन पर्थ्यो। अनि म रेस्लिङमा कन्फिडेन्ट पनि थिएँ क्या, लाइक अलिकति जुजुत्सु सिकाउन चाहिँ अलिकति गाह्रो थियो नि त अब मेन जुजुत्सु चाहिँ। अनि रेस्लिङ होइन, रेस्लिङ त अलिकति सजिलो लाग्थ्यो क्या मलाई। अनि त्यसपछि रेस्लिङ क्लास दिन्छु भनेर मैले भनेँ होइन। अनि तिनीहरूले नै हुन्छ भन्यो। सो रेस्लिङ क्लास मैले दिएँ एउटा। अनि एउटा दिएपछि चाहिँ मेरो लाइक कस्तो भयो नि, म आई थिङ्क पोखरातिरै बस्छु भन्ने भयो क्या। लाइक मेरो प्यारेन्ट्सहरू पनि पोखरातिर बसिरहेको थिएँ। अनि त्यही भएर चाहिँ म आई थिङ्क यतै बस्छु म पोखरा भयो। अनि त्यसपछि अनि त्यहाँको जिम ओनरहरूलाई मैले कुरा गरेँ क्या, लाइक यहाँ सेयर लिन मिल्छ, सेयर होल्डर लिन मिल्छ भने। अनि त्यसपछि अनि तिनीहरूले चाहिँ हुन्छ भने होइन। अनि हुन्छ भने मैले नि ल हुन्छ नि त म सेयर हाल्छु, कति जति हाल्नुपर्छ भन्ने कुरा भयो होइन। तर त्यो जिममा अलरेडी होइन कति 3टा फाउन्डर रहेछ क्या, मसित 4वटा हुन्थ्यो होइन। अनि सर्टेन थोरै पैसा दिएँ मैले उनीहरूलाई होइन। पैसा दिएपछि चाहिँ अनि सर्टेन अब धेरै होइन, थोरै 2-3 लाख रुपियाँ दिएँ होइन। त्यसपछि अनि तिनीहरूले चाहिँ लाइक अनि पछि त्यहीँबाट त्यहाँ अलरेडी पहिला नै 4वटा फाउन्डर थियो होइन। एउटा फाउन्डर चाहिँ निस्केर गएको थियो क्या। अनि त्यो फाउन्डरलाई भेटेँ होइन। अनि त्यसपछि त्यसले चाहिँ अनि यिनीहरू राम्रो छैन, ठिक छैन, यिनीहरूको यस्तो यस्तो भन्न थाल्यो क्या। अनि त्यसपछि ल ठिकै छ नि त, अब सबैको आफ्नो विचार हो होइन। तर म उनीहरूलाई त्यति पैसा दिइसकेँ र मेरो होइन मैले के अरे मेरो बोली पनि दिइसकेँ होइन। त्यही भएर म उनीहरूलाई जति पैसा दिएको छ त्यतिमै सेयर होल्डर बस्छु। मैले 2-3 लाख रुपियाँ छ, 2-3 लाखको कति सेयर आउँछ म त्यति नै बस्छु, 0.5 होइन 10% या कति आउँछ सेयर होइन, त्यतिमै बस्छु भनेर उनीहरूलाई भने होइन। अनि उनीहरूले हुन्छ तिमीहरू त्यतिमै बस भने। अनि त्यसपछि चाहिँ त्यहाँ मैले अब क्लास दिन थालेँ रेगुलर होइन।
रेगुलर क्लास दिन थालेँ, तर मेरो क्लास अलि अफ टाइममा थियो र स्टुडेन्टहरू यो कल्चर बिल्ड गर्नको लागि मलाई गाह्रो भइरहेको थियो होइन। जुजुत्सु एमएमएको कल्चरहरू चाहिँ थिएन, मुay थाई कल्चर चाहिँ राम्रो थियो र सबैले त्यही मुay थाई नै गर्न खोज्ने, जुजुत्सु एमएमए भनेपछि गर्ने र टाइपको क्या गर्थेँ होइन। अनि त्यसपछि चाहिँ कल्चर बिल्ड गर्न गाह्रो भइरहेको थियो। 1 वर्षसम्म म त्यहाँ कसो कसो सिकाएँ। पछि लास्टतिर चाहिँ अनि मैले नै प्लान गरेँ म आफ्नो जिम खोल्छु भनेर। अनि त्यसपछि बिस्तारै म त्यहाँबाट कट अफ हुँदै गएँ क्या। अनि त्यसपछि मैले डिसाइड गरेँ कि म यहाँबाट निस्किन्छु भने 1 वर्षपछि चाहिँ। अनि उनीहरूलाई भनेँ र त्यसपछि म त्यहाँबाट निस्किएँ होइन। मेरो पैसा देऊ, फिर्ता देऊ भन्दाखेरि उनीहरूले अब के बाहना बनायो होइन। सर्टेन पैसा दियो, सर्टेन दिएन। अनि त्यसपछि दिएको पैसा पनि पछि फेरि फिर्ता लगेर अनि पछि फेरि लाइक के बाहना बनायो होइन। मैले पनि ठिकै छ अब भनेर छोडिदिएँ त्यो पैसा होइन। अनि त्यसपछि म आफ्नो जिम खोलेँ मैले 2023मा 23को अब लास्टमा हो होइन। अनि 23मा खोलेँ र सो आफ्नै स्टार्ट गरेँ। सो केटाहरू अलिअलि चिनेको थिएँ र उनीहरूलाई नै लिएर गरेँ। अनि प्लस मलाई मेरो के अरे साथी भाइहरूले सपोर्ट गर्यो होइन। थ्याप्चु भाइहरूले अनि यता माथि प्रदीपहरूले सपोर्ट गर्यो। अनि उनीहरूले सपोर्ट गरेर जस अलिकति कोही नभएको जिम र होइन खाली जिम र बरु मान्छे भएको जिम अलिकति डिफ्रेन्स देखियो। सो मान्छेहरू टन्न आउनु थाल्यो। अनि त्यसपछि स्मुथली रन हुँदै गयो। अब यो कल्चर अलिकति जुजुत्सुको कल्चरहरू थिएन। बिस्तारै मैले राम्रो टाइमिङमा राख्न थालेँ कि जुजुत्सुको पनि ठ्याक्क बेलुकातिर टाइमिङमा राख्न थालेँ। सो बेलुका भएपछि मान्छेले आएर गर्छन् होइन। त्यही भएर अब दिउँसोको 3 बजे 4 बजे चाहिँ अलिकति त्यो टाइमिङ अलिक मिल्दैन नि त। सो इभिनिङ टाइमिङमा भयो भने उनीहरू मान्छेहरू आएर गर्छ। अनि त्यसपछि त्यहाँबाट नि अब बिल्डअप हुँदै जान्छ। कल्चरहरू गर्ने सबैले गर्न थाल्छ होइन। रेस्लिङ, जुजुत्सु, एमएमए। अनि त्यही भएर अरू टाइमिङहरूमा मैले बक्सिङ क्लासहरू राखेँ होइन, कोचहरू हायर गरेर। त्यसपछि इभिनिङको टाइममा चाहिँ जुजुत्सु मेन जुजुत्सु एमएमएको लागि फोकस गर्यो र बिस्तारै फाइटहरू पनि खेल्दै गयो। नेपालमै एनडब्लुसी आयो, 1-2वटा लोकल प्रमोसन पनि खेल्यो। त्यसपछि अहिले हामी इन्डियातिर गएर खेल्छौँ होइन, राम्रै प्रमोसनहरूमा। र त्यसरी नै 3 इयर्स कट्यो। सो यो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ 2016-17तिर चाहिँ मेरो क्याफे थियो एउटा होइन, झम्सीखेल भन्ने ठाउँमा कफी सप थियो क्या। अनि कफी सप मैले यस्तै राम्रोसँग चलाउन सकिनँ होइन। अनि त्यो बिजनेस फेल भयो क्या। त्यो बिजनेस फेल भएपछि नै मैले लाइक अलिअलि केही लेसन्सहरू चाहिँ सिकिसकेको थिएँ कि बिजनेस कसरी गर्नुपर्छ, यो कसरी गर्नुपर्दो रहेछ। म अहिले यत्तिकै हात हालेँ यो सेक्टरमा भन्ने भइसकेको थियो क्या मलाई। अनि त्यसपछि अब चाहिँ म बिजनेसमा हात हालेपछि अलिकति राम्रै लाइक आइडिया होइन, प्रपोजल, एउटा मार्केटिङको कुराहरू, ब्रान्डिङको कुराहरू बोकेर अगाडि बढ्छु भन्ने भयो होइन। सो त्यही भएर अनि मैले लाइक बिजनेस स्टार्ट गरेँ 2000 आफ्नै पोखरा फाइट क्लब भनेर। सुरुमा अर्कै नाम राख्न खोजिरहेको थिएँ, तर अलिकति एसियो फ्रेन्डली राखौँ भनेर चाहिँ, सो ब्रान्डिङ गर्न पनि सजिलो हुन्छ भनेर पोखरा फाइट क्लब भनेर राखेँ, जुन चाहिँ एकदम इजी र सजिलो नाम र सबैले याद पनि गर्छ होइन। र गुगलमा हामीलाई फाइन्ड गर्न पनि सजिलो हुन्छ। सो बिजनेस सेटअप गरियो अनि मार्केटिङ टिमहरू हायर गरेर यताउता गरियो। तर अहिले चाहिँ म सबै मार्केटिङहरू आफै लाइक हेर्छु, एडिटरहरू हायर गरेको छु। अनि सुट गर्ने कुराहरू आफै गर्छु, रिसर्च गर्ने कुराहरू, किनकि मेरो लागि यो फुल टाइम नै हो, मेरो अरू कुनै बिजनेस छैन होइन। अनि त्यसपछि त्यही हो, सुरुमा क्याफे थियो, क्याफेपछि म क्याफे बिजनेस फेल भएर त्यसपछि मार्सल आर्ट जर्नीतिर लागेँ। मार्सल आर्ट गर्दा 2022मा यता पोखरा आएँ र 23 1 वर्ष त्यहाँ अरूकोमा सिकाएपछि आफ्नो जिम खोलेँ 2023तिर। अनि त्यही हो 24, 25, 26 अहिले चाहिँ 3 वर्ष कम्प्लिट भएर यो अस्तिको उसमा
वैशाखमा अब चाहिँ 4th इयरमा रनिङ छ र फर्स्ट इयरमा गाह्रो भएको थियो र तर गाह्रो भएको भन्दा पनि पहिल्यै प्रिपेयर थिएँ म लाइक सुरुमा चाहिँ पैसा आउँदैन है भन्ने भएको थियो होइन आएको पैसा पनि हाल्नुपर्छ भन्ने भएको थियो र प्राइसिङहरू पनि एकदम कम थियो लाइक 2500देखि मेम्बरसिपमा सुरु गरेको अहिले जिमको मेम्बरसिप भनेको 5000 6000 7000 छ कि होइन त्यो पनि 1 month 3 month 6 month 1 year भन्ने हुन्छ होइन सो यो त स्किल्स हो नि त स्किल्स सिक्नको लागि चाहिँ अलिकति महँगै पर्छ होइन यो गएर बडी बिल्डिङ जिम गरे जस्तो होइन नि त 2500 3000 को मेम्बरसिप लिएर सो 2500देखि सुरु गरेको थियो र अहिले हाम्रो रेट भनेको 5000 छ 1 monthको अनि 3 monthको गर्नुहुन्छ भने 12000 त्यसरी 6 monthको 18 त्यसरी छ त्यसमा अझै फिचर्सहरू एड दामी फिचर्सहरू एड गऱ्यो भने अझै प्राइसिङहरू बढाउन पनि सकिन्छ लाइक साउना फ्यासिलिटी हैन आइस बाथहरू त्यसरी दिन सकिन्छ अझै फ्यासिलिटीहरू बढाएर जिम एरियाहरू एक्सटेन्ड गर्न सकिन्छ सो त्यही हो अब सुरुको इयरमा चाहिँ गाह्रै भयो द बिजनेस भनेको नै लाइक सेकेन्ड इयर पछि चाहिँ अलिकति सजिलो हुन थाल्छ कि सो बिजनेस स्टार्ट भएको फर्स्ट इयर सेकेन्ड इयर गाह्रो हुन्छ त्यसपछि सेकेन्ड इयर पछि बल्ल अब ब्रेक इभन भएर त्यो जति पनि इन्भेस्ट गरेको थियो त्यो चाहिँ रिटर्न आउन थाल्छ कि थर्ड इयरतिर बिस्तारै अनि त्यसपछि फोर्थ इयरतिर चाहिँ तर आफूले कन्सिस्टेन्टली वर्क बिजनेसमा चाहिँ वर्क गरिरहनु पर्यो अनि राम्रो हुँदै जान्छ सो हार्डेस्ट मन्थ भनेको जस्तै अरू क्लब ओनरहरूले चाहिँ यो अफ सिजन हो भन्छ होइन तर मलाई चाहिँ मेरो चाहिँ बिजनेस 12 महिना चलेको जस्तो लाग्छ क्या किनकि एउटा सिजनमा चलिरहेछ फेरि अर्को सिजन पनि चलिरहेछ मेरो त होइन सो कुनै यो अफ सिजन भन्ने नै लाग्दैन यो मोइथाईको फाउन्डरहरूसँग कुरा गर्दा चाहिँ उनीहरूले चाहिँ अफ सिजन चलिरहेछ भन्छ कि सो तर खोइ मेरोमा त लाइक होइन 12 महिनै चलिरहेको हुन्छ होइन केटाहरू 12 महिना आएर ट्रेनिङ गरिरहेको हुन्छ तर यो टाइमिङ अब चाहिँ हुन्छ होइन अब यति बेला यो स्टुडेन्टहरू यति बेला यो हुन्छ त्यो मान्छे आउने टाइमिङहरू चाहिँ हुन्छ तर त्यही हो एउटा ट्रेनिङ कम्युनिटी बिल्ड भएपछि त 12 महिना चलिरहेको हुन्छ क्या कोही अब आफ्नो जब गर्छ आउँछ ट्रेनिङ गर्छ कोही होइन पढिरहेको हुन्छ होइन पढ्दै ट्रेनिङ गरिरहेको हुन्छ त्यही हो एनिवे अनि त्यही हो मेरोमा अब हार्डेस्ट मन्थ भन्ने चाहिँ मलाई लाग्दैन होइन अनि मैले यो बिजनेसमा मैले क्विट गरौँ जस्तो चाहिँ कहिले लागेन है सो यो एउटा प्यासन नै हो अनि त्यही भएर मैले त्यो प्यासनलाई फलो गरेर मैले त्यसलाई नै प्यासनलाई नै बिजनेस बनाएको हो त्यही भएर चाहिँ मलाई सजिलै लागिरहेछ अनि त्यही हो सक्सेस चाहिँ फिल हुन्छ मलाई अहिले होइन लाइक 3 इयर्स भइसक्यो र 4th इयरमा रनिङ छ र स्मुथली रन भइरहेको छ क्या बिजनेस केटाहरू आउने जाने क्रमहरू होइन नयाँ स्टुडेन्ट आउने सो आएपछि गुड सर्भिस दिने होइन उनीहरूलाई एक्सपिरियन्स अनि त्यो भइ नै रहेको हुन्छ र त्यही हो अब आफूले हार्डवर्क गर्नुपर्छ अनि ब्रान्ड बिल्डअप गर्दै लाने अनि त्यही हो अब फेरि मलाई यतिकै बसिरहनु मन लाग्दैन इभेन्ट्सहरू गइरहनु मन लाग्छ सो मेरो पहिलाको भिडियो मैले भनिसकेँ लाइक होइन बेस्ट जब इन द वर्ल्ड भनेर क्या किनकि मजा आउँछ कि लाइक होइन केटाहरू प्रिपेयर गर्यो फाइट खेल्न लग्यो अनि अहिले त अब हामी बाहिर पनि जान थालिरहेको छ इन्डिया होइन मेबी त्यसपछि अब हामी कता थाइल्यान्ड जाला या होइन कतै चाइना जाला त्यसरी नै अब बिल्डअप भइरहेको छ क्या अनि मजा आउँछ घुम्न पनि लाइक हेर्न पनि काम पनि भइरहेको छ त्यही भएर सो अब राम्रो फाइट हो भने त उनीहरूले ट्राभल एकोमोडेसनहरू पनि हेरिदिन्छ होइन अहिले त हामी जस्ट एमेच्योर नै छौँ होइन एमेच्योरमा चाहिँ लाइक सबै आफै गर्नुपर्छ कि सो म आफै एज अ कोच भएर मेरो आफ्नै खर्चले म केटालाई लिएर जान्छु होइन अनि उनीहरूलाई फाइट खेलाउँछु त्यही त हो अनि त्यसपछि प्रो फाइटरहरूलाई चाहिँ बरु दिन्छ होइन ट्राभल एकोमोडेसनहरू त्यसमा चाहिँ आफ्नो खर्चहरू जोगिन्छ नत्र चाहिँ एमेच्योरहरूमा चाहिँ आफै गर्नुपर्छ त्यही हो अब अहिले हामी एमेच्योर नै छौँ एउटा मात्रै प्रो छ हाम्रोमा होइन त्यही भएर एमेच्योर नै भन्छु म स्टिल होइन
अनि त्यसपछि त्यही हो बिल्डअप भइरहेको छ लाइक ब्लू बेल्ट्सहरू छ अहिले हामीसँग हैन ल म पनि ब्लू बेल्ट नै हो र म पनि ट्रेनिङ नै गरिरहेको हुन्छु एभ्री डे हैन त्यही हो गाइज लाइक मेरो स्टोरी फाउन्डरको स्टोरी अनि यसरी नै अरू कुराहरू गर्दै जाऊँ ल हैन सो अहिले चाहिँ भन्दाखेरि चाहिँ लाइक मेरोमा चाहिँ मैले हायर गरेको भनेको 2टा ट्रेनर छ अनि एउटा काम गर्ने दिदी छ सफा गर्नलाई र एउटा एडिटर छ हैन भिडियो एडिटर अनि त्यही नै हो लाइक त्यति नै हो पहिला ओपनिङ गर्दा चाहिँ एकदमै मिस्टेक भनेको त्यो गरेको थिएँ मैले टन्नै हायर गरेको थिएँ लाइक 1 2 3 4 4जना मान्छे त हायर गरेको थिएँ एकजना काम गर्ने दिदी 5जना सो पछि चाहिँ मैले कट अफ गर्दै लगेँ कि फर्स्ट इयर सेकेन्ड इयरहरुमा चाहिँ एकदम गाह्रो भएर पछि कट अफ गर्दै लगेँ अनि अहिले चाहिँ लाइक आइ एम हायरिङ पिपुल हैन अहिले मेरो फ्रन्ट डेस्कमा म्यानेजर पनि छ अनि त्यसपछि 2टा ट्रेनर छ एउटा काम गर्ने दिदी एउटा एडिटर भनेपछि 5जना छ मेरो स्टिल अहिले हैन सो म आफै पनि कोच हो हैन अनि या द्याट्स इट ल सी यू गाइज इन नेक्स्ट भिडियो सो हिजोको स्पायरिङको भिडियोहरु चाहिँ म हाल्दिन्छु हिजो ट्युजडे गरेको सो हिजो ट्युजडे चाहिँ हाम्रो एमएमए स्ट्राइकिङ थियो र राम्रो भयो केटाहरु टन्नै आएको थियो र आज चाहिँ अफ डे हो बिहान चाहिँ एमएमए बिगिनर्सहरु थियो बिहान चाहिँ क्लास नै हुन्छ वेडनेसडे अनि त्यसपछि फाइट टिम भनेर राखेको छु फाइट टिमको ट्रेनिङ चाहिँ अलिकति भएको छैन अहिले किनकि सबैजना केटाहरु बिजी छ र त्यही हो बिस्तारै अब फाइट टिमको ट्रेनिङ पनि हुन्छ र इफ यु वान बी फाइटर मलाई कन्ट्याक्ट गर्नुहोस् हैन अनि आएर ट्रेनिङ गर्ने हो भने मसँग लाइक हैन फाइट टिममा बसेर ट्रेनिङ गर्ने हो भने अब कुरा गर्नुहोस् हैन अलिकति मलाई चाहिँ अलिकति डिसिप्लिन ज्ञानी स्टुडेन्ट चाहिन्छ हैन अलि त्यस्तो आउ टाइपको स्टुडेन्टहरु चाहिँ चाहिँदैन त्यही भएर इफ यु वान बी फाइटर मलाई कन्ट्याक्ट गर्नुहोस् हैन तपाईको उमेर राम्रै छ भने हैन भर्खर 16 17 18 19 तिर गइरहेको छ भने त्यो चाहिँ एकदम प्राइम टाइम हो र अब त्यसलाई नै तिखार्दै ट्रेनिङ गर्दै लगेर एटलिस्ट 5 इयर्स त्यसमा डेडिकेटेड भएर लाग्यो भने एउटा केही मोमेन्टम भेटाइन्छ मोमेन्टम भेटाएपछि फेरि अर्को 5 इयर्स दियो भने चाहिँ मेबी सक्सेस त्यहाँबाट निकाल्न सकिन्छ या निस्किन्छ भन्ने कुरा हुन्छ त्यही हो एउटै कुरामा लाइक लागि पर्नुपर्छ के हामी एउटा कुरालाई डेडिकेसन दिनुपर्छ के यति वर्ष दिन्छु भनेर चाहिँ सोच्नुपर्छ के अनि भिजन भनेको जहिले पनि सानो हुँदैन एकदम ठुलो हुनुपर्छ लाइक मेरो भिजन पनि एकदमै ठुलो छ त्यही भएर म हैन म किप अन गोइङ भइराछु के नत्र भए चाहिँ म मेरो गोल भनेको जिम खोल्नु थियो भने त मैले जिम त खोलिसकेँ त अब त के भन्ने हैन तर मेरो गोल त कहाँ पुग्नु छ नि त त्यही भएर स्टिल म गइराछु के अझै पुगेको नि छैन अलिकति पनि पुगेको छैन हैन बिस्तारै पुगिराछु ट्राई गरिरहेछु सी यू गाइस